तपाईँ दलका नेताले पैसा खानु भएको छ भन्नुभएको भन्नु न खानुभयो कसले खानुभयो त्यो पनि सार्वजनिक गर्नुहोस् कसले खानुभयो मैले देखाएर खाऊ र हो लुकाएर तपाईहरुको लगावले बताउँछ नि त म भन्छु तपाई पत्रकारले मैले पैसा खाएको देखाउनु पत्रकार राजेन्द्र बानिया दाजुले चाहिँ एमाले कांग्रेस र माओवादीका झोले कार्यकर्ता नेताहरूलाई ऐठनै बनाइदिनुहुन्छ के यति साह्रो चाहिँ नै पेलेर प्रश्न पनि नगरिदिनुस् क्या बिचराहरू चुनाव हारेर टेन्सनमा हैन फेरि मिडियामा आए पत्रकारले यसरी पेल्दैपछि उनीहरूको मुख देखाउन लाज हुन्छ नि बानिया दाजु त्यही भएर अलिक नर्मलै प्रश्नहरू सोधिदिनुस् के धेरै कडा खालको प्रश्नहरू नसोधिदिनुस् बिचराहरूलाई मल्ल पर्छन् अहिलेसम्म तिनका बाउले खाएको थियो त पैसा कति वर्ष भयो सत्ता र शक्तिको आडमा बसेर नेपाललाई खोक्रो बनाउने त यिनीहरूकै बाउहरू हुन् नि त यिनीहरू नि हुन् नि त तर त्यो मिडियामा तपाईहरुले प्रश्न सोद्धाखेरि अहिले उनीहरू भन्न सक्दैनन् नि अब भन्यो भने पार्टीले नि बैसा गरिदिइहाल्छ निकालिदिइहाल्छ कारबाही गरिदिइहाल्छ नभनेरै बस्छन् नि त त्यही भएर त्यसरी यस्ता कडा खालका प्रश्नहरू नसोधिदिनुस् के हामीलाई थाहा छ कोले खाएका छन् कसरी खाएका छन् कताबाट घुमाएर खाएका छन् त्यो हामीलाई सबै कुरा थाहा छ जय होस्।